माहौल नेकपा एमाले 100% जित्छ हैन 70,000 भन्दा बढी भोट आउँछ यति लेख्न 100% भन्दा बढी भोटले कन्फर्म हो 70,000 भन्दा बढी भोट ल्याएर हामी जित्छौँ लेखा राख्नु न रेकर्ड पनि राख्नु बाली यहाँबाट उठ्नु पाउँदैन अवश्य पनि हामी हाम्रो श्रद्धेय नेता केपी शर्मा ओलीलाई जिताउँछौँ यो अहिले बाहिरको भिड ल्याएर यहाँ हामीलाई उत्तेजन गराउन खोजिएको छ अहिले चाहिँ हामी यो झापा क्षेत्र नम्बर 5 मा छौँ जस्तै हामी देखिरहेको छौँ नेकपा एमालेका यहाँ चाहिँ झन्डा बोकेर चाहिँ एकजना यहाँका स्थानीय चाहिँ अहिले नारा लगाइरहेका छन् जस्तै यहाँको अहिले माहौल के रहेको छ तपाईँहरू यहाँको स्थानीय पनि हुनुहुन्छ यस विषयमा के भन्न चाहनुहुन्छ हामी अवश्य पनि हामी हाम्रो श्रद्धेय नेता केपी शर्मा ओलीलाई जिताउँछौँ यो अहिले बाहिरको भिड ल्याएर यहाँ हामीलाई उत्तेजन गराउन खोजिएको छ तर यो भिड यहाँ हाम्रो दमकवासीको होइन यो 5 नम्बर क्षेत्रको होइन हामी कन्फर्म जित्छौँ हाम्रो लोकप्रिय नेता योपालि चाहिँ तपाईँहरू क्षेत्र नम्बर 5 बाट कसलाई जिताउँदै हुनुहुन्छ को आउँदै हुनुहुन्छ केपी शर्मा ओली जिन्दाबाद दर्शक पनि त्यसै गरी चाहिँ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीज्यू पनि आइसक्नु भएको छ हामी देखाइरहेको छौँ अहिले उहाँ पनि अहिले झापा क्षेत्र नम्बर 5 मा उहाँलाई हामी हेर्न सक्छौँ कोशी प्रदेशका मुख्यमन्त्री यता हिक्मत कार्कीज्यू हुनुहुन्छ यस्तै मन्त्रीज्यू यहाँको माहौल अहिले हामी देखिरहेको छौँ एकदमै यतापट्टि बालेन समर्थकहरूले चाहिँ बालेन भनेर यतापट्टि चाहिँ ओली समर्थकहरूले चाहिँ बालेन के समर्थन हामी नारा सुनिरहेको छौँ नेकपा एमाले हो त्यो उतै गएर सोध्नु न मलाई जस्तै अहिले के छ यहाँको चुनावी माहौल कस्तो लागिरहेको छ चुनावी माहौल नेकपा एमाले 100% जित्छ हैन 70,000 भन्दा बढी भोट आउँछ यति लेख्न 100% भन्दा बढी भोटले कन्फर्म हो 70,000 भन्दा बढी भोट ल्याएर हामी जित्छौँ लेखा राख्नु न रेकर्ड पनि राख्नु यो कोही मान्छे कराएर बालिजा भनेको त्यो काठमाडौँको गरिबको घर किन बचायो अहिले किन यहाँ आयो केपी के अरे बालिजा यहाँबाट उठ्नु पाउँदैन उसको एरिया होइन यो दर्शक हामी देखिरहेको छौँ अहिले यो झापा क्षेत्र नम्बर 5 दमकको अहिले ताजा दृश्य यहाँहरूलाई